गरेर मात्रै जान्छु भोलि भाटा खान रेडी छु म गोली थाप्न पनि रेडी छु म कमिसन खान पाएपछि किन विरोध गर्ने उनले हैन त्यसको 40 जनालाई मात्र रेट ठिक भएर हुँदैन 40 लाख राइडरलाई ठिक छैन यहाँ कोही कतै पनि भाग्ने चान्स छैन सब साथीहरु सेक्युरिटी गर्नुस् ओके छ आज हामी यही बस्छौं आज हाम्रो यो सम्पूर्णले जसरी मैले तपाईलाई आह्वान गर्दा तपाईहरु आउनु भएको छ नि यो तपाईहरुको आशालाई हामी व्यर्थ जान दिदैनौं यहाँबाट हामी यहाँ आइसके पछाडी रिजल्ट लिएर मात्रै जान्छौं यो आन्दोलन यतिकै रोकिनेवाला छैन अब यिनीहरुको विश्लेषण भ्लगर कता पुग्यो भ्लगर यिनीहरुको यो भ्लगरले हाल्नु पर्ने पनि हैन त्यो भ्लगरलाई मात्र भाडा ठिक गरेर हुन्छ हुँदैन भ्लगरले त साइन गराएको छ अनि उले त जति पनि बोलिहाल्छन् किन विरोध गर्छ उसले कमिसन खान पाएपछि किन विरोध गर्ने उनले हैन त्यसको 40 जनालाई मात्र रेट ठिक भएर हुँदैन 40 लाख राइडरलाई ठिक छैन यहाँ 40 लाख ठुलो कि 40 जना ठुलो 40 लाख त्यसैले हामी सबैजना प्रिपेयर हौ हाम्रो ठाउँबाट हामी सबैजना प्रिपेयर हौ आज सब यहाँ बस्छौं कोही बाहिर जाँदैनौं छोडिएर बस्नु यता साथीहरु पनि सबैजना यता आइदिनु होला र जतिजना हाम्रो यो लाइभ हेर्दै हुनुहुन्छ सबैजना यता आउनुस् आज हामी परिवर्तनको लागि आएको हो कि हैन साथीहरु त्यसैले हामीले भोलि आज रातभरि पनि बस्न रेडी छौं भोलि कोही साथीले सडकमा इन ड्राइभ गर्दै हिँडेको छ भने त्यसको जिम्मेवारी म यही साथीबाट पनि गरेको छ भने यही साथीको पनि जान्छ भोलि किनभने म एकजनाको लागि परेको समस्या होइन मेरो लागि मात्र समस्या हुन्थ्यो भने तपाईहरुसँग यसरी आउँदैन थिए म 22-23 वर्षको मान्छे तपाईहरुको माझमा आएर करे राख्नु पर्थेन मेरो सबैजना बिहान कमाएर बेलुका गुजारा गर्ने हामी धेरै छौं सबै हो हामी धनी परिवारबाट बिलोङ्स गर्दैनौं यहाँ बिहान कमाएर बेलुका खानु पर्छ भोलि घरपेटी आउँछ भाडा माग्न कसरी दिने त्यो पनि खान पाइन्छ कि पाइदैन भोलि किस्तामा दिनु छ यो बाइक ट्राफिकले हान्दिन्छ त्यो यो बाइक कम्पनीले दिएको हो ट्राफिकले हान्दिन्छ कम्पनीले दिएको हो यो बाइक होइन कम्पनीले पेट्रोल हाल्दिन्छ यो बाइकमा हाल्दैन अनि ट्याक्स कति तिर्छौं हामी अब 10% 6% 1% एल्गोरिदम गरेर 13% तिर्नु पर्छ हामीले मेरो म्याथमेटिक्स कमजोर छ भने मलाई देखाइयोस् कहाँनिर कमजोर छ मेरो म्याथमेटिक्स त्यसमा चाहिँ हिसाब गरेर देखाउनु पर्छ 10% भनेको ठाउँमा किन 13% काट्यो त एल्गोरिदम सिस्टम कन्ट्रोल गर्ने कुन सिस्टम हो कि नेपालको म्याथमेटिक्स त्यति कमजोर छ मेरो गणित कमजोर छ भने मलाई मेरो गणितमा कमजोर छ भनेर खुलासा पारिदिनु पर्छ 10% को ठाउँमा 13% कसरी लिने छुट छैन हरुलाई र आज इन्ड्राइभ अफिसमा मात्र आइराखेका छौं हामी भोलि एङ्गो पठाउमा पनि जानुपर्ने हुन्छ यो इन्ड्राइभको मात्र समस्या होइन सबैभन्दा सबैलाई मैले अवगत गराइरहेको छु सबैभन्दा पहिला इन्ड्राइभमा किन गरेम भाडा समायोजन गर्न नमान्ने इन्ड्राइभको रिता पोखरेल कन्ट्री हेड रिता पोखरेलबाट भाडेको थियो त्यो वार्ता माइनोटिङ हुन नसकेको रिता पोखरेलबाट थियो त्यसैले आज हामी सबैभन्दा पहिला इन्ड्राइभ माथि घेरा गर्न आइरहेका हौं भोलि एङ्गो र पठाउले मानेन भने भोलि एङ्गो र पठाउमा पनि पुग्छौं हामीहरु त्यसैले आजको मासलाई सम्बोधन गर्नलाई यहाँबाट कोही केही पहल भएन भने आज हामी सबैजना यहाँ बस्छौं पानीको घरमा म बिहानदेखि केही खाएको छैन म तपाईहरुको लागि बिहानदेखि केही खाएको छैन म मेरो लागि केही खाएको छैन आज अफिसबाट पनि कोही बाहिर निस्किँदैन किनभने हामी 5 दिनदेखि सडकमा आइरहेका छौं डर लागेर आएको होइन भिख माग्न आएको होइन कसैको यहाँ भिख मागेर खुट्टा ढोक्न आएको होइन हामीहरु को समयसम्म त मारिराखेर त केही फरक परेको छैन हामी किन जाने आज गर्नु पर्यो कि इन्डाइभ गर्ने सर्भर जान्छ मौले आज हामी रातभरि बस्छौं हो कि हैन आजमा यो मासलाई सम्बोधन गर्न पनि रातभरि बस्छौं र रातभरि बस्दा पनि केही आन्दोलन भोलि सर्भर डाउन गरेर मात्र जान्छ भोलि भाटा खान रेडी छु म गोली थाप्न पनि रेडी छु म मरेर मेरो साथीहरुले न्याय पाउँछ भने म एकजना मर्न तयार छु तर हाम्रो श्रमको शोषण गर्न पाइदैन श्रमको शोषण जसले गर्छ त्यसलाई भोलि यो रोडमा ल्याएर पछाड्न सक्ने ल्याकत हामी सबले राख्नु पर्छ को हो र त्यो भन्दा हामी जस्तै हो मानवता सबमा हुनु पर्छ आजसम्म त मानवताको नाताले अहिलेसम्म केही नगरेको माथि गए चिया गफ
कहिलेसम्म चिया खाने, कहिलेसम्म त्यसको कफी खाने? एउटा टोक्ला चिया देख्नु भएको छैन तपाईँहरूले घरमा? एउटा सेतो टी सर्ट लाउन पाउनु भएको छैन तपाईँहरूले? अहिलेसम्म के इन ड्राइभको टी सर्ट लाएर बाँचेको हो र हामी? अनि खोइ त हाम्रो श्रम शोषण त दिन प्रतिदिन भइराखेको छ त। यो श्रम शोषणको विषयमा जसरी हामीले बारम्बार पत्र पठाइयो, हामीलाई बेवास्ता गरियो। हामी के 40 जना मात्र छौँ भनेर बेवास्ता गरिएको हो कि